अब भयो कस्तो भने माइला दाई अब फेरि आज कताबाट साथीहरूले तानेर चाहिँ माइला दाईको ब्रोडमा मेरो सपना थियो कि एकचोटि माइला दाईसँग कुरा गरौँ भनेर है म चाहिँ तपाईँको रियल्ली तपाईँको डाई हार्ट फ्यान हो कि दाजु अघि त्यसले गर्दाखेरि चाहिँ मैले रेस्पेक्टेड तरिकाले चाहिँ तपाईँलाई पहिला विशेष नमस्कार गरेँ प्लस सबै ब्रोडमा हुनुभएको साथीहरूलाई चाहिँ मैले नमस्कार गरेँ त्यो भन्दै गर्दा 336 जना साथीहरूले बाहिरबाट हेरेर बस्नु भएको छ तपाईँहरूलाई पनि नमस्कार गरेँ हगि भावुक कुरा हुँदाखेरि अब यो कसको फोन आयो ल त म्युट बस्नु दीपकजी अनि कस्तो ल त कसको दीपकजीको ल भन्नुहोस् भन्नु अनि कस्तो भयो भने नि मैले दाजु सुरुमै जिन्दगीमा सबैभन्दा पहिला टिकटकमा हेरेर सबैभन्दा खुसी लागेर मेरो अनुहारमा हाँसो आउन थालेको सुरुदेखि आउँदाखेरि 2019को बेलामा मैले भगवान कसम दाई मैले साँचो कुरो ढाँट्न मिल्दैन होइन किन भन्दाखेरि धेरै व्यक्तिहरू थिए त्यो बेलामा तपाईँ लगायतका 2-4 जना साथीहरूबाट ओला बत्तार सिनियर बत्तार सरी ल मैले हाम्रो साथीहरूलाई ताता पिन्तार अगुरानु ती किताब मुई त पेसा ता सिनियर ल म टिकटकमा साथीहरूसँग कुरा गर्दैछु भनेर उसलाई भित्र छोडेर हिँड्दिएँ कि आज माइल दाइसँग कुरा गर्न पाइहाल्छ कसम काम छोडेर एकछिन कुरा गर्छु मलाई बोल्न दिनु ल हुन्छ हुन्छ किन भन्दाखेरि दाइ त्यो बेलामा तपाईँसँग यु हेभ युनिक क्वालिटिज के नोबडी सपोज टु से द्याट माइला दाइ किनभने तपाईँसँग जस्तो भएको क्वालिटी अरू मान्छेसँग छैन द्याट्स एक्स्ट्रा द्याट यु हेभ अनि त्यसपछि हामीलाई पनि अब एउटा चाहिँ म बिन्ती दाजुलाई के भन्छु भने दाजु पहिलाको भन्दा तपाईँको भिडियोहरू कम भएको छ भिडियोहरू डान्स गरेको चाहिँ राख्नुपर्छ किन भन्दाखेरि यो चाहिँ मैले किनभने तपाईँको डान्समा हेर्नु त ल त्यो त्यो रियल लोकगीत जुन मार्केटमा आएको छ नि त्यहाँभन्दा बढी भ्युज जान्छ तपाईँको हजुर Señor, ahora está muy estresado, está con muita gente conversar bem, tá bem? Você também quer conversar, senhor? Olha, ele arranjou uma namorada nova. विदेशीहरूलाई पनि मैले मेरो एकदम रेस्पेक्टेड दाइ भेटेर म कुरा गरेँ भनेर उहाँहरूसँग बाई बाई भयो कि साथीहरू आउनु निलम के गरेको भनेर म भावुक भयो नि त माइला दाइ सरी ल किन भन्दा अनि दाइ के भयो भने त्यो बेलादेखि अब तपाईँको युनिक टाइपको भिडियोहरू दाइ मोटो मोटो हुनुहुन्थ्यो त्यो बेला अहिले अझ तपाईँले वेट ब्यालेन्स गर्नुभयो भने माइल दाइ ओके त्यो बेला कति मोटो हुनुहुन्थ्यो तपाईँ यति मोटो मान्छे छ तर मुभमेन्ट चाहिँ कस्तो सही तपाईँको आफ्नो स्टाइल छ नि दाइ एउटा खुट्टाले यति मोटो मान्छे खुट्टा उचालेर नाचेको छ ल त माइल दाइको जस्तो अरूले नाचेर देखाओस् त द्याट इज द युनिक क्वालिटी द्याट माइला दाइ हाज अनि त्यसपछि हामीलाई अनि म चाहिँ कस्तो टाइपको मान्छे भने दाइ है अनि दाइलाई चाहिँ कस्तो टाइपको भन्दा भिडियो हेर्ने भिडियो एकदम मजाले हेर्ने होइन अब आज दाइले फलो गर्दा ब्याक दिनुभयो कति खुसी लाग्यो होइन मैले कतिचोटि दाइले फलो गरिरहन्थेँ अनि फेरि कहिले काहीँ लिस्टहरू एडिट गर्दा अनफलो भएकोलाई चाहिँ मैले नि अनफलो गर्छु ल भनेर गर्दै जाँदाखेरि अनि मान्छेलाई के भयो भने त्यसरी हेर्दै जाँदाखेरि होइन सबै भन्नाले दाइको ब्रोड सुरुदेखि हेरेको भाइ हो क्या किन ढाँट्नु मलाई अस्ति उसले तपाईँको जापानमै भएको लक्ष्मणजीले पनि म 50 वर्षको भएँ दाइ 51-52 को हुनुभयो भनेपछि ल होइन दाइ यो उमेरमा मेन्टेन गरेर आफ्नो व्यवसाय पनि सञ्चालन गरेर प्लस माने मान नमाने नमान म गणेशमान भनेको अहिलेको जो छ माइला दाइ छ तर धेरै कुराहरू विचार गर्नुपर्छ दाइ माइला दाइ भने जसको मुखमा पनि माइला दाइ हुन्छ कि चाहे गाली गर चाहे माया गर जसरी पनि माइला दाइ नभई हुँदैन भन्न खोजेको मतलब माइला दाइले अझै राम्रो काम गर्नुभयो भने त माइला दाइ टिकटकको दुनियाँमा है तपाईँले अलिकति कस्तो भने माइला दाइ प्रिय त त्यसै हुँदै हुनुहुन्छ अझै प्रिय बन्नुहोस् त्यसको लागि होइन आफ्ना समकक्षी साथीहरू तपाईँको शुभचिन्तक साथीहरूसँग सल्लाहहरू पनि लिनुहोस् कहिलेकाहीँ बाहिरको कन्टेक्स्ट कस्तो चलिरहेछ विम कस्तो गइरहेछ हावाहुरी कस्तो आइरहेछ त्यता पनि विचार गर्नुपर्छ होइन प्लस अर्को कुरो के भने दाइ कहिलेकाहीँ हजुर अब इमोसनल बडी हुनुभयो भने हामीले त माइन्ड गर्दैनौँ माइन्डलाई हो आफ्नै मनको मन नलाए बाहिर गयो हुन्छ भनिन्छ आइन्छ होइन त्यो चाहिँ विचार गर्नुपर्छ अरू कुरा त मेरो दाइ किनभने म कुनै बेला जिन्दगीमा एकदमै डाउन भएको बेलामा मेरो हाँसो रोकिएको बेलामा माइला दाइको भिडियोले म हाँस्न थाले हो अनि मैले के भन्नु त त्यही भएर जसले जसरी भने पनि मेरो लागि माइला दाइ चाहिँ टिकटकको नेपाली फ्यानहरूमा नम्बर 1 लिस्टमा म माइला दाइलाई राख्छु मेरो आफ्नो भ्यू है तर अब फेरि अहिले फेरि दाइ अब कस्तो कस्तो कुराहरू चल्छ कि मार्केटमा म पनि जहाँ पनि जान्छु त्यसले गर्दाखेरि जेसुकै होस् हामीले चाहिँ के हो भने प्रधानमन्त्री जुनसुकै पार्टीको आओस् हामीले त्यसलाई रेस्पेक्ट गर्नु छैन कि हामीले कुर्सीलाई रेस्पेक्ट गर्ने हो हाम्रो देशको प्रधानमन्त्री जो हुन्छ भने जस्तो माइलो दाइको पगरी जुन माइलो दाइले पाउनु भएको छ नि ल टिकटकमा माइलो दाइ भन्दा बित्तिकै कसलाई कल्पना आउँछ ल भन्नु त त्यो के अरे गुल्मीमा जन्मेको गुल्मीको आउँचौरमा जन्मेको एउटा खरेलको छोरो जो अहिले जापानमा आफ्नै व्यवसाय गरेर बसेको छ बेला बेलामा टिकटकमा आएर साथीहरूलाई मनोरञ्जन दिनुहुन्छ माइला दाइको पहिचान त्यही होइन त दाइ
त्यसले गर्दाखेरि तपाईँको पहिचान माइला दाईको पहिचान मेटाउन कसैले पनि सक्दैन। अब माइला दाईको पहिचानलाई अहिले गइराखेको ठाउँमा अझै पनि दाई एउटा क्लाइमेक्स हुन्छ होइन, पहाडबाट मान्छे शिखरको चुचुरोमा पुग्छ, तर त्यो चुचुरोमा मेन्टेन गरेर कसरी बस्ने भन्ने कुरा त आफैले निर्धारण गर्ने कुराहरू हो। त्यसले गर्दा त्यो सोचिबक्सेला दाई है। अरू कुरो त म त के भन्छु भने आइ एम योर बिग फ्यान। त्यो हैसियतले चाहिँ दाई म चाहिँ तपाईँको ब्रोडमा गएर धेरै गेम खेलेको हेर्न भन्दा पनि दाईको 2-4वटा भिडियोहरू आयो भने आहा दाईले बुढाले फेरि बनायो यार भिडियो, यो गीतमा चलेको छ, कस्तो मजाले नाचे भनेर हिजो तपाईँले त्यो रेड लेबल लिएको हातमा अनि यसरी होटाउँदाखेरि बेडमा झरेको क्या दामी लाग्यो। मलाई पनि त्यही गीतमा बनाऊ भन्न मन लाग्थ्यो, सक्दिनँ दाई बुढा। अनि कस्तो ड्रामेटिक तालले बेडमै खसेको के हो कि होइन भन्नु न, हातबाट छुट्यो बेडमै खस्यो। मैले वाच गर्छु अनि अब कमेन्ट चाहिँ राम्रो कमेन्ट लेख्नलाई मेरोमा नेपाली टाइप कसरी गर्ने थाहा छैन, अनि इङ्ग्लिसमा टाइप कमेन्ट गर्नलाई अलिक झ्याउ लाग्छ किनभने सबै साथीहरूले बुझ्नुहुन्छ नि नेपालीमा गरे। अनि तर फेरि कमेन्ट पनि दाइ एउटा कुरो चाहिँ म तपाईँलाई भन्छु, कमेन्टले केही पिर नगर्नु तपाईँ, किनभने यो कमेन्ट गर्ने भनेको साथीहरू त कस्तो हो भने माया गरेर पो दाइले एउटा रोमान्टिसिजम दिनलाई चाहे ब्याडै कमेन्ट गर्नु, तपाईँले नहेरिदिनु, हेर्दै आनन्दले जानु। अनि बरु चाहिँ साथीभाइले केही सल्लाह सुझाव माग्यो भने आफ्नो मनको भावना त्यस्तो साथीहरूलाई दिनु होइन, कसैले केही सल्लाह सुझाव गर्यो भने मिलेर जानु। तर माइला दाईको पगरी चाहिँ टिकटकमा कसैले पनि दिन सक्दैन दाइ, यो कुरो चाहिँ ग्यारेन्टी हो। मैले यदि दिल से भने तपाईँको बिग फ्यान हो, म भिडियोमै आइज भने पनि आउन सक्छु। हनुमानको पिक्चर भए पनि मेरो रियल भिडियोहरू छ, साथीहरूले चिन्नुहुन्छ अघि। अब अहिले मलाई गणेशजीलाई धेरै धेरै गफ दियो भन्नु छ, माथि आउनुहोस् त मिसजी। ल साथीहरूलाई बोलाउनु दाइ, राम्रोसँग कुरा गरौँ। कसैले खराब बोल्नु भयो भने पनि किन खराब बोल्नु भयो भनेर सोध्ने हो दाइ। माथि आउनुहोस् त मिस एन्ड्रा। ल तान्दिनु दाइ, तान्दिनु। माथि आउनुहोस् यहाँ आएर भन्नुहोस् न हजुरलाई के को गफ लाग्यो, यथार्थ कुरा उहाँले देखिया कुरा भन्नु नि त। त्यो मोटो शरीर हुँदाखेरि तपाईँहरू सायद हुनुहुँदैन थियो होला टिकटकमा, उहाँले त्यो देख्नुभयो त्यही बताउनु भएको छ कि उहाँले। हो त्यो हो दाइ, मैले सुरुदेखि दाइको टिकटक हेरेपछि तपाईँ कति मोटो हुनुहुन्थ्यो अनि तपाईँले कति घटाउनु भयो भन्नु त दाइ। खानाहरू पनि देखिन्थ्यो होइन, अहिले मैले डाइटिङ गरेर थालमा खाने मान्छे कचौरामा खान थाल्नु भएको थियो दाइ, मैले सब हेरेको छु त तपाईँलाई। त्यसले गर्दाखेरि भावनामा हामी जस्तो दाइ पढ्यो लेखेको मान्छे हौँ, हामी भावुक हुनु भनेको छुट्टै छ नि त दाइ, हो कि होइन। म कस्तो टाइपको ब्याड कमेन्ट पढ्छु तर दाइको म लेख्दिनँ, भिडियो हेर्छु, किनभने कमेन्टहरू साथीहरूले के गराएर रहेछन् भनेर हेर्छु। अस्ति लिलीलाई ब्रोडमा भेटेँ क्या दाइ, अनि लिलीलाई भने क्या माइल दाइको ब्रोडमा तिम्रो कमेन्ट देखेन भने लिली मलाई मजै आउँदैन है भनेको टुपुक्क लिलीको कमेन्ट आएको हुन्छ। कति रमाइलो लाग्छ दाइ। आफ्नो आफ्नो माइला दाइको ब्रोडबाट खुसी लिन चाहनेहरूले यति खुसी लिन्छन् नि दाइ, कुरै नगर्नु। अब तपाईँको शब्दहरू भाइरल भएको छ, त्यही भएर बोल्ने बेलामा खराब शब्द बोल्ने बेलामा यो पनि केटाहरूले उठाउँछन् भनेर विचार गर्नु, बरु राम्रो बोलेर भाइरल भइदिनु नि दाइ, हो कि होइन। माइला दाइ पो हो त। अरे दाइ म तपाईँलाई भन्नु एउटा कुरा, गुल्मीका खरेलहरू सब मेरो साथी हुन्। क्यान्सर हस्पिटल अगाडि चितवनमा आएर बसाइसकेका छन् सबै। त्यहाँको गाविस अध्यक्ष त्यो गुल्मी 7 नम्बर वार्डको खरेल पाताले, चेतनारायण खरेल भनेको अहिले जिल्ला पशु सेवा कार्यालय चितवनको मेन डक्टर हुनुहुन्छ, उहाँ मेरो बेस्ट फ्रेन्ड हो दाइ। सबै चितवनका आपचौरका खरेलहरू मेरो साथी छन्, सबै चितवनमा छन् दाइ। म ढाँट्दैन नि दाइ, तपाईँको बिग फ्यान हो मेरो दाइ। किन उमेरले मलाई पनि साथीहरूले दाइ भन्छन्, म 46 वर्षको भएँ दाइ, तपाईँ 52 वर्षको हुनुभएछ। बिग रेस्पेक्ट है माइला दाइ। ल बुढा अब म म्युटमा बस्छु, अरू साथीहरूलाई बोल्न दिनु। ल ल ठिक छ। ल हाम्रो पूजाजी बोल्नुहोस्, भर्खर आउनु भएको छ। ज्वाइँजी हुनुहुन्छ, राम्रै ज्वाइँ राख्नुभएछ। मैले अहिले जापानको कति बजे दाइ? जापानको 12, 1:30 बन्न थाल्यो। होला ग्याङले जोइन भन्नु छ दाइ। यसो गर्नु न, म त के भन्छु भने दाइ एउटा कुरो भन्छु मेरो दाइ, म दाइलाई चाहिँ एकदमै ट्रुली सपोर्ट भन्नाले दिल से आफ्नो मान्छे भएपछि अब भोला ग्याङ कस्तो टाइपको भन्ने कुरो दाइलाई थाहा छँदैछ होइन। उहाँहरू कहिले काहीँ लजिकको लागि पनि कुरा गर्नुहुन्छ अनि कुराहरू पनि। अनि भोला ग्याङहरूसँग चाहिँ तपाईँ के गर्नु भने दाइ, अब मिलेर जानु के भन्नाले, ल भाइहरू हुन् तिनीहरू होइन, भाइहरू हुनु, उनीहरू के भन्छन् होइन। किन भन्दाखेरि म त त्यही भन्छु मेरो दाइ है, माइल दाइ। दाइलाई केही नहोस्, नराम्रो नहोस्, सबैको प्रिय बन्न सक्नुहोस् माइल दाइ है मेरो दाइ। होइन भनेको छ, भाइहरूलाई पनि भनेको छ उनीहरूले के। भोला भाइलाई मैले रेस्पेक्ट गर्छु, चिनाएको छु मैले पनि राम्रोसँग। अब होइन केही छैन दाइ, केही छैन। किन भन्दाखेरि भोला जो हुनुहुन्छ गणेश चेक गर्छ। ए उहाँको 1137 छ, माथि लिने
ल यसो गर्नु दाइ भोला ब्रदर भए बोलाउ न त राम्रोसँग बोलाउ मलाई उहाँले चिन्नुहुन्छ ल तान्नु ल ल ल ल किनभने दाइको यत्रो सपोर्टर हो भनेर आएको छु भोला भोला ब्रदर पनि मलाई मनपर्छ कुरा गरौँ न ब्रोडमा राम्रोसँग है मेरो दाइ ल ल माइल दाइ मलाई तानिदिनु भयो धन्यवाद म तल झर्छु नि त तानिदिनु न साथीहरू खोज्छ मेरो यहाँ अलिक डिस्टर्ब पनि भइरहन्छ रुममा साथीहरू सबै साथीहरूलाई चाहिँ मैले फेरि नमस्कार गरेँ ल कर्माजी जान लाउनु भएको हो हजुर होइन हजुरहरू जस्तो यसो गरे नि हुन्छ नि हजुरहरू जस्तो म्याच्योर मान्छे किन जानु पर्यो बस्नु न भोला ब्रदरलाई तल बस्ने एउटा स्पेस छँदैछ अनि त्यही अनुसार झारौँला बसेको साथीहरू किन जानु पर्यो बस्नु कुरा गरौँ भोला 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 छन् भने तान्नु नि त मेरो दाइ ल कुरा गरौँला एकछिन म पनि फुर्सदमा छु आउनुहोस् माथि आउनुहोस् बोला दाइले तान्दैनन् भन्नुहुन्छ कहिले पनि होइन आज आउनुहोस् माथि आउनुहोस् ल एकदम मेरो दाइ ल तान्नु दाइ भोलालाई तान्नु त म पनि भावुक भएँ भोला पनि साथी माइल दाइ आज बनेको साथी मेरो प्रिय दाइ ल भोला भए तान्नु गफ गरौँ ल तानेको छु मैले खै जोइन भन्नु भोला ब्रदर तल हुनुहुन्छ भने आउनु नि त गफ गरौँ ल ब्रदर आउनु 4:30 pessoal no online e o canal fake ID होला fake ID हो fake ID हो coisa muito séria assim eu ajuda para outro gente चिने यो नो केयर दिने र यो सो केयर दिने कतिवटा आइडी छन् के हो कसो हो कहाँ चिनिन्छ र त्यसमा porque Deus está feliz Deus dar no precisar pessoal dar né so quando सबैलाई नमस्कार student funcionário vai eu não quero nada se tiveres muito dinheiro a mais eu dás-me a mim que eu aceito não senhor esse não pode ai sorry माल्दै म विदेशीहरुसँग बोलेछु ल यहाँको भाषा होला मेरो साथी हो रियल आइडी होइन फेक आइडी हो रे भोला हो र आउ कि माल्दै अब फेक आइडी भए त भोला ब्रदरको नबोलाउनु रियल भोला ब्रदर भए चाहिँ बोलाउनु अर्थात् दाइ तपाईँ म हामी भएर भोला ब्रदर भएर एकचोटि कुरा गरौँला नि त एउटा ब्रोडमा गएर माइन्ड नगर्नु दाइ सल्लाह गरेर जाउँला तपाईँ पनि नातिनु मलाई तपाईँको धेरै माया लाग्छ तर कसैको नजरमा पनि मेरो दाइलाई कसैले दोष लाउन नसक्ने भएर बुढाले टिकटक चलाउनु जापानबाट भन्ने लाग्छ कि दाइ जापानको कति साथीहरू छ मेरो मिल्ने साथी होइन त्यो मध्येको प्रिय दाइ हो नि तपाईँ त साथी होइन दाइ हो किनभने तपाईँहरूले हामीलाई टिकटक सिकाएको यो निलम बोल्न खोजेको उमापतिको ब्रोडबाट हो दाइ साथीहरूले चिन्नु भएको त्यसले गर्दा भोला रियल आइडीबाट आएको बेलामा भोलालाई बोलाउनु मान्दाईसँग मजाले बसेर साथीभाइहरू कुरा गरौँ त एउटा ब्रोडमा है अनि के कसो सल्लाह गरौँ न मेरो दाइ है हुन्छ हुन्छ ल किनभने म दिल से भनेको किनभने म भोला भाइसँग पनि दाइसँग पनि बसेर कुरा गर्न सक्छु मेरो दाइ दुवैजनाको कुरा सुन्छु एकचोटि अब तपाईँ अहिले त साथी भन्यौ त्यस्तो माहौल भयो भने मलाई सेयर गरिबक्छ ल है दाइ भइहाल्छ ल त्यो चाहिँ म दिल से भन्छु किनभने भन्ने कुराहरू मलाई म दाइ अहिले म काममा छु म लाइभमै आउन पनि सक्छु फेरि यो हनुमान चाहिँ मेरो म हनुमानको भक्त हो त्यही भएर मेरो रियल आइडीबाट भिडियोहरू छ सबै छ दाइ है म फेक पनि होइन त्यसले गर्दा मैले हनुमानको के अरे के अरे सुमन भाइले मलाई राम्रोसँग चिन्नुहुन्छ सोध्नु त नियमको भनेर स्टोरी आउनुहुन्छ ल स्टोनीलाई पनि बोलाउनु ल स्टोनी माइल दाइ नमस्कार नमस्कार सन्चै हुनुहुन्छ सन्चै यार माइला दाइ भोला ग्याङ र हामीले तपाईँको अलिअलि तपाईँको यो जसरी रुम परिचालित भएको छ र को मान्छेहरू माथि लिनुहुन्छ कस्ता कस्ता मान्छेलाई प्रमोट गर्दै हुनुहुन्छ सँग चाहिँ हामीलाई अलिकति प्रब्लम छ है माइला दाइ हजुर हजुर अनि तपाईँले चाहिँ जस यो गिफ्टरहरूलाई अलिकति खाडीमा बिचरा काम गर्ने दाजुभाइहरूलाई सानोतिनो अब तपाईँले त गाली त गर्न मिल्दैन नि त दाइ होस्ट गिफ्टरहरूलाई होइन हामी त मन रमाएर तपाईँलाई गिफ्ट गर्ने हो तपाईँले चाहिँ आमा चकारी गाली गरेर समाजमा कस्तो खाले सन्देश गइरहेको छ बिचरा भोला त एकदम रिसाएको छ यो कुरा मिलाएन भने यो हेर्नु तपाईँको रुममा जो आउँछन् अस्ति एउटा विष्णुले सम्झना भन्ने लिएर आयो त्यो बहिनी मेन्टल भएर 3 दिन रुँदै हिँड्नु परेछ अनि त्यो भएपछि तपाईँ स्टोरीजी मैले केही हजुर हजुर माइल दाइ भोलाजीसित पनि मेरा कुरा भएको छन् अब उहाँले जो भन्नुहुन्छ हामीले हुन्छ ओके पनि गरेका छौँ होइन र बाँकी कुरा गाली त मैले उसलाई दिएको जसले आएर मेरो घरमै गाली दिएका मान्छेलाई मात्रै फर्काएको नभए अरू कोही भाइ साथीहरूलाई मैले केही अनि अर्को यस्तो के दाइ अब तपाईँ पनि तपाईँ सोझो मान्छे तपाईँ कसरी फसिराख्नु भएको छ भन्दा अस्ति त्यो विष्णु अफिसियल बिउ र अर्को को 3 जना मिलेर उता प्लान गरे तपाईँकोमा चाहिँ एकले अर्कालाई थाहा छैन गरे राम कोइराला आए तपाईँलाई खेलाए तपाईँ अब यसो हेर्दा त हामीलाई त तपाईँ पनि मिले जस्तो लाग्छ नि त अनि बिउले यहाँ आएर चाहिँ
हो तपाईँलाई त्यस्तो भन्यो मलाई त थाहै थिएन मैले त म त त्यहाँ गएकै थिइनँ भने त दाइ भन्दैन होला माइला जी भन्छ होला अनि त्यस्तो मान्छेहरूलाई यहाँ ब्रोडमा लिएर त्यस्तो कमेन्ट चलाउनु भयो अनि तपाईँले त्यसपछि तपाईँको ब्लड प्रेसर हाई भएर मादर चौधहरू भन्नु पर्यो तपाईँले हो कि होइन हजुर हजुर अनि त्यो चाहिँ अब फ्यामिलीसँग तपाईँको त भिडियोहरू फोटोहरू हाम्रो टिकटकको प्रिय माइला दाई तपाईँले कति मान्छेलाई माथि चढाइसक्नुभयो कति मान्छे तपाईँको नाम लिएर भाइरल भइसके त्यो भोटेनी हेर्नु त हामीले के गरेको हामीले तिहारमा त्यसलाई भैलो खेल्दा त्यसलाई कति हुन्थ्यो बियर केही थिएन अब अहिले तपाईँसँग चाहिँ नि पनिसमेन्ट गेम माछाको पनिसमेन्ट गेम खेल्ने औकातमा त हामीले ल्याइदियो हो नि त तपाईँको बियरहरूले ल्याइदियो हो नि त त्यो किन आयो त्यो अवस्था भन्दा तपाईँ केही गलत प्रवृत्तिका मान्छेहरूको पछि लाग्न थाल्नुभयो क्या दाइ होइन स्पेसल्ली सबसे ठुलो प्रब्लम भनेको यो सुरज लुते कुकुर त्यसले तपाईँको बुढीको फोटो उठाए बिग म्याचलाई पब्लिसिटी भनेर भोलिपल्ट तपाईँ भाइ भनेर मिल्न जानुभयो कि त्यस्तो त होइन नि त माइला दाइ अब कसैले मेरो बुढीको फोटो उठायो भने म त्योसँग मिल्छु त दाइ भेटे काट्ने होइन त्यसलाई त्यस्तो खालको मेसेज हुनुपर्ने होइन अनि तपाईँहरूले चाहिँ कोइनको लागि दाजुभाइ मिलेर तपाईँकै हामीलाई भाउजूको फोटो तपाईँको छोरीको फोटो देख्दा ओहो किन यस्तो गर्यो होला जस्तो लाग्यो लास्टमा त कन्टेन्ट रहेछ सुरज उता मिलेको रहेछ जनता हेरेको हेरे होइन त्यो मिलेको होइन अब धेरै भयो भनेर सबैले मिलाएर अब यो मिल्न पर्छ जस्तो अहिले भोलासित हाम्रो मनमुटाव चलेको थियो यसमा पनि मिल्न पर्छ भनियो अनि मिलियो होइन त्यस्तै सुरक्षित पनि अब धेरै यो चाहिँ नगरौँ लफडा अब यसलाई मिलाम भनेर सबैले भनेको कारणले त्यसरी मिलेको अनि हाम्रो घिन्ताङ्गेको लाख रुपियाँको के भइसक्यो त घिन्ताङ्गेलाई लाख रुपियाँ दिने भन्ने कुरा गइसक्यो कि के छ त्यो गइसक्यो त्यो जान्छ नमस्ते सबैलाई नमस्ते माइलालाई नमस्ते सबै चाहिँ गणेश दाईलाई स्टुडेन्ट दाईलाई नमस्ते निलम दाईलाई नमस्ते हाम्रो सुन्नुहोस् स्टुडेन्ट दाई भोलाको मेन कुरा म भनिदिन्छु भोलाले एउटा बिरामी मान्छेलाई तपाईँसँग केही सानो रकम सहयोग माग्दा तपाईँले मसँग यति चाहिँ छैन यति दिन्छु भनेर चाहिँ एकदमै बार्गेनिङ गर्न खोज्नुभयो अरे अनि त्यहाँ माथिबाट पहिलाको नि घिन्ताङ्गेहरूले नि हाम्रो पैसा आएको छैन भनेर धेरै त्यो भने हामी भित्री कुरा हो हामीले उहाँले दिनु भइसक्यो दिनु भएको छैन त्यो हामी भित्री कुरा बाहिर निकाल्नु जरुरी छैन क्या यस्तो हो कि नारायण मोहन सर यहाँ टिकटकको पब्लिक प्लेटफर्ममा आएर घिन्ताङ्गेहरू र माइला दाइ आएर माथि बसेर मजाले डिस्कस गरिसके प्राइभेट कुरा हुँदैन के हैन मैले दिएको त प्रुफ छ के सुमनसँग भर्खर सुमनलाई बोलाए पनि हुन्छ दराइटलाई 1 लाख रुपैयाँ मैले दिइसकेको छु उनीहरुलाई त्यस भोलाको कुरा चाहिँ भोला तपाईसँग अर्को एउटा बिरामीको सहयोग माग्न आयो त्यो पनि पैसा जान्छ अब चाहिँ त्यो ओके भइसकेको छ त्यसको पनि चिन्ता गर्नु पर्दैन त्यसो भए भोला त सहमति गर्न रेडी हो हेर्नु हाम्रो प्रब्लम तपाईँ त सोझो मान्छे तपाईसँग ठुलो प्रब्लम होइन यता उचालेर उता पछारेर आफूलाई हिट बनाउने यो सुरज लुते कुकुर अनि त्यसपछि अफिसियल कालु यस्ता जो अनुहारमा पनि आउँदैनन् अफिसियल कालुले सबसँग पैसा मागेर गेम खेल्छु भन्छ त्यस्तो विकृतिलाई चाहिँ अब रोक्नु पर्यो हेर्नु माइला दाइ त्यो विकृतिलाई रोक्न भोला ग्याङले कदम उठाएको हो हामी पनि साथमा साथ छौँ टन्नै अब यो त हामी त टिकटक त एउटा पारिवारिक माहौलमा रमाइलो गर्न आउने ठाउँ हो यसरी चाहिँ नि यसलाई पैसा कमाउने भाडो बनाउने अनि त्यसपछि पैसाको लागि अब सबैका फोटा उठाउँदै गिर्दै जाने अब कतिसम्म गिर्ने हो त मैले त यस्तो हो कि म अब तपाईँलाई यथार्थ भन्छु स्टोनीजी म कोरोना कालदेखि पैसाको लागि आएको पनि होइन अब म त एउटा रमाइलो गर्न भनेर आएको पनि गर्दा भन्दा भाइरल भइयो भ्युअर्स छन् अब आउँछन् दाइ भन्छन् माया गर्छन् 2-4 फुल फाल्छन् केही चाहिँ सङ्ख्यामा 5-10% भए पनि समाजमा गरिरोकिएको छ अझै पनि गरिँदैछ होइन अब म त यो स्थानमा पुगेपछि त अलिअलि रमाइलो त गर्नै पर्यो हो कि होइन तर यो स्थानमा पुगेपछि रमाइलोको आफ्नो ठाउँ छँदै तपाईँले बिचरा खाडीमा काम गर्ने भाइहरूले अलिअलि सेलरी आउँदा 2-4 पैसा हाल्छन् तपाईँलाई कहिले काहीँ गेम जिताउन सक्लान् कहिले नसक्लान् त्यो कुरामा चाहिँ अब रिसाउनु भएन कि माइला दाइ अनि त्यसपछि अब त्यो कति मान्छेहरूलाई तपाईँले यहाँ माथि ब्रोडमा ल्याउनुहुन्छ आफ्नो साथी भन्दैमा होइन अनि उनीहरूको प्रवृत्ति कस्तो छ त्यो तपाईँलाई पनि थाहा छ अरू ब्रोडमा गएर के गर्छन् तपाईँलाई मतलबको कुरा भएन तर कस्तो खालको सोसियल मेसेज तपाईँ भाइरल मान्छेले सबैले एउटा चाहिँ नि आदरणीय दाई भनेर हेर्ने यो नेपालभरिको माइला दाई हो नि त माइला दाई तपाईँ त अनि तपाईँले चाहिँ आफ्ना भ्युअरहरूलाई तिमीहरू काम नभएकाहरू तिमीहरू यस्तो उस्तो भनेर भन्दा चाहिँ बिचरा माइला दाईलाई हामी 2 ट्याप अथवा 2-4 कोइन फालेर सहयोग गर्छौँ भन्ने खाडीमा काम गर्ने भाइहरूलाई त अब घरमा के खाम के बिहान अहिले के खाम बेलुका के खाम भइरहेछ हजुरको रुममा यसो यस्तो छ स्टोनी भाइ हामीले यस्तो उहाँहरूलाई कुनै बाध्यता पनि लगाएको छैन उहाँहरूको इच्छा हो आएर ट्याप उहाँ मैले त के भन्छु ट्याप गर्नु नसक्नेले आफू बिग्रेर कहिले पनि मलाई सपोर्ट नगर्नु होला मैले त सधैँ त्यही भन्छु सक्ने गर्नुहुन्छ होइन
अनि यहाँ धेरै सक्ने मान्छेको पनि एउटा प्रब्लम छ। अब तपाईँले विष्णु अफिसियल जस्ता मान्छेलाई जसरी माथि चढाउनु भयो, त्यो मान्छे जाँड खाएर अहिले तपाईँकै मात्रै गाली गर्दै हिँड्छ, त्यसको कन्टेन्टै त्यही छ। मैले माइलालाई यति दिएँ, माइलाले मलाई मान्दिएन, माइलालाई मैले अब मलाई केही पनि सपोर्ट गरे आएन। उनले सपोर्ट गर्ने भनेको कोरोना कालमा पुण्य गौतमलाई गर्थे, अहिले चाहिँ नपर्यो मेरो अपोजिटमा जाँदै हान्दै गर्छन्। उनले कहिले पनि मलाई सपोर्ट गरे आएन। अनि अहिले उसको चाहिँ हरेक रुममा जाँदै तपाईँकै नाम लिँदै तपाईँको नाम जप्दै मैले यति हालेँ, अनि मैले जति पनि हान्न सक्छु, मैले सबलाई म्याच जिताएँ, मेरो यति पैसा छ उति पैसा छ। यो पैसाको धाग हुने विदेशमा बस्ने मान्छेहरूको अब पुण्य भनेको ट्याउरे, जता पैसा छ त्यतै हे गर्दै हिँड्छ, उसको आफ्नै छ फेरि हेर्नु होइन। अनि यो गलत मान्छेले चाहिँ तपाईँको बानीले गर्दा गलत मान्छे परिचालित भइरहेका छन् माइला दाई, त्यो चाहिँ हजुरले बुझ्नुपर्छ। गेम भनेको गेम हो, कहिले आउँछ कहिले आउँदैन। उस्तै हो भने बरु सानो सानो एकाउन्टहरूसँग जसलाई हजुरको मायालाई, जसले हजुरलाई माया गर्छन् तिनीहरूसँग खेल्ने होइन। अब ठुल्ठुला एकाउन्टहरू त नेपालमा कति बिग्रिसक्यो। अब त्यो फिटमेन चन्दन आर्जु खेल्छन् दिनदिनै, कहिले सिसा फुटाएका छन्, कहिले यो घर भनेको छ त्यो घर भनेको, त्यस्तो म्याचहरू खेलेर पनि त खासै काम छैन नि दाइ। भोटेनिर तपाईँको आज टक्क पनिसमेन्ट म्याच, एउटा माछा एकदम सभ्य भव्य गेम भयो नि त। अब पनिसमेन्ट म्याच भयो भने हो, त्यस्तो खालको मेसेज जानु पर्यो। अहिले त यहाँ अनुहारभरि पोतेका छन्, उ गरेका छन्। अनि तपाईँले चाहिँ, अनि उनीहरूको एउटा परिचालित गिरोह छ जसले चाहिँ तपाईँ कहाँ आउँदै तपाईँलाई चिडाउँदै अनि तपाईँका भियर तान्दै, योभन्दा म राम्रो छु भने। अस्ति विष्णु अफिसियल त्यसलाई कसैले चिन्थेन, यहाँ आयो, राम कोइरालाले ल्याउनु भयो, तपाईँले त ल राम भाइले भन्नुभयो भनेर आउन दिनुभयो। अनि आउने बित्तिकै अब यो ऊ भन्नु, अब त्यस्तो भन्न त मिलेन नि त। त्यस्तो त्यो विष्णु भन्ने काम छैन क्या, विष्णु अफिसियल भन्ने काम छैन। त्यो जडिया जाँड खाएर आउने, यताउति गर्ने, अनि आफूलाई पैसाको घमण्ड देखाउने होइन होइन। त्यो त्यस्तो मान्छे काम छैन क्या दाइ। तपाईँले त्यस्तो मान्छे नजोड्नु, त्यस्तो मान्छे जडियाहरू तपाईँले जताततै दानाथारी गाली गरेर हिँड्छ, तपाईँ त्यस्तो मान्छे जोडेर उसलाई झन् भाइरल गराइदिनु भएको क्या दाइ तपाईँले होइन। उयो सुन्दै हो कि भन्दा अब विष्णु भन्ने अर्को मेरो साथी जडिया विष्णुले अस्ति आएर नाना थरी त्यो दराइडको गेमको अगाडि कति त्यो बोलेको गर्यो। ऊ यहाँ बस्न पाउने भनेको त अलिअलि कोइन फालेर त हो। त्यो मान्छेसँग न कला छ न गला छ, अलिकति कोइन फाल्यो, त्यो पनि भिसीमा गएर लेभल बढायो। यहाँ चाहिँ के भन्छ, मैले कोइन फाल्छु माथि आउनु पर्छ भनेर उसको मेसेज, उस जस्ताको मेसेजहरू हजुरले प्रोत्साहन गर्नु पर्दैन दाइ। यहाँ चाहिँ हामीले रमाइलो गर्ने चौतारी कला भएको मान्छेहरू, कहिले गीत गाम, कहिले मुक्तक भनौँ, यस्तो गरेर पनि माइला दाईको चौतारी धेरै राम्रो हुनसक्छ। माइला दाई हामी एउटा नर्मल भियर अनुसार चाहिँ अब माइला दाईको रुममा जानलाई कोइन हान्न पर्छ, कोइन हानेपछि मात्रै माथि चढिन्छ। होइन त्यस्तो आज कति हान्नु र तपाईँले, मैले के तपाईँलाई चढाइन भन्नु, त्यस्तो होइन, त्यो गलत हो। त्यो गलत हावा फैलाएका हुन् मान्छेहरूले। म जसलाई नारद मुनिलाई सोध्नु, साधारणलाई पनि मैले माथि तान्छु। तान्नुहुन्छ दाइ तपाईँले। अब हाम्रो काजी भाइ सानो एकाउन्टको बिग म्याचमा हेल्प गरिदिनु भयो, यो सुशान्त खतिवडा भन्ने एउटा फिनल्यान्डको भाइको म्याचमा हेल्प गरिदिनु भयो। कति सानो एकाउन्टहरूलाई नि तपाईँले के छ कज कता जान्छ भनेर हेल्प गरिदिनुहुन्छ, त्यो एकदम राम्रो छ। तर तपाईँलाई चाहिँ कहिलेकाहीँ अलिकति यो कुनै तपाईँको आफ्नै साथीहरू भन्नेले चाहिँ पछाडिबाट छुरा हानेर, त्यो धेरै छ दाइ, त्यो धेरै छ, तपाईँलाई थाहा छैन। तर एउटा कुरा चाहिँ स्टनी बोर्डरले साह्रै राम्रा कुरा त गर्नुभयो। तपाईँ यस्तो बुद्धिजीवी पढ लेखे मान्छे होइन, विदेशमा पनि बस्नुहुन्छ,